ल अब त्यो रेस्टुरेन्टको भन्दा कम छ त हाम्रो मोमो अचार टेस्टी ल A1 छ ल अचार पनि पानी हाल्छ ठुलोमा त मासु बढी होला है यत्रो छ यो त 5 वटा हुन्छ होला मैले बनाएको मोमो खोज्यो कि तपाईँले बनाएको मोमो मासु मात्रै रहेछ पिठो कहाँ पुग्यो थाहा छैन ल सुरु गरौँ ल ल आजको चाहिँ हाम्रो यो मोमो स्पेसल आमा र बाबासँग रक्षा पनि छ पिरो अचार पनि छ मोमो पनि छ झोल पनि छ मैले हाल्दिम कोका कोला पनि छ कोला है लिनु है अचारहरू लिनु उ त्यता छ झोल अचार बाबा अचार लिनु ल यहाँ आएर मोमो पहिला बनाउन सिकेको छु थोरै खाने हो म चाहिँ अचार धेरै खानु क्या म यो झोल अचार खाने हो ल हाल्नुहोस् न त तपाईँले के मन लाग्छ झोल अचार मनपर्छ कि त्यही छ झोल हाल्नुलाई यसमा झोल पोख्दैन त आफूलाई पिरो अचारले मेरो नाक चाहिँ सिक सिक हुनेवाला छ पिरो छ है मोमो पुगेन है आज त खान्छु है म त टक्क नै त्यो टिम्बुर राखेको छ है ल भयो ल भयो यो अब मलाई खोकी लगाइरहेछ तपाईँको खोकी त कहिले हराउँदैन मोमो खानुहोस् टन्न खोकी हराउँछ है यो पोकले जान्छ झन् बढी नै लाग्ने हो कि ल त ल लिऊ है त सबैजना ल ल लिनुहोस् ल हामीले अचार ल्याऊ यता सुरजलाई यो पिरो अचार राख्यो तिमीले पुरै लोकलै छ त झोल त झोल स्पेसल राम्रो यस्तै हो मलाई त यो झोलै मनपर्छ सबभन्दा अलि धेरै अमिलो पनि मन पर्दैन ठिक्क यसमा त खोर्सानी छैन नि अलिकति अलिकति कोक खानुहोस् तपाईँ पनि म कोक नखाने पानी हाल्छ अचार राख्यो नेपालमा तपाईँहरू मोमो बनाएर खानुहुन्थ्यो त होइन नि कहिले बनाएर पनि खाँदैन मोमो चाहिँ बढी खाइन्छ मोमो पाउँछ टोलमा कस्तो खालको मोमो खान्छ नेपालमा बनाएर खानु पनि आवश्यकै पर्दैन है पर्दैन घरबाट निस्क्यो भने 2 पालामै मोमो पसल भइहाल्छ त्यही त आफूले बनाउँदाखेरि धेरै झन्झट हुन्छ पसलमा गयो बनायो खायो के बनाएकै खायो अस्ति लास्ट टाइम नेपाल गएको बेला पनि टन्नै खाएँ मैले त मोमो ल नेवारी किचनमा खाएको भन्दा मिठो छ ल मैले चाहिँ 2 प्लेट खाने नै गर्छु पहिला अचार टेस्टी ल नेपालमा सबैभन्दा मनपर्ने कहाँको मोमो हो तपाईँलाई मलाई बनाउनु त कहिले पनि खाँदिनँ गयो भने खायो भने नेवारी किचन बनेपा नभए त ए तपाईँले अघि भन्नु यो मैले बनाएको थिएँ मोमो के सबभन्दा मिठो यही हो कि तपाईँले बनाएको चाहिँ कुन चाहिँ हो है किन ऊ त्यहाँ देखाउँ न सबैले हेरोस् न मोमो प्र्याक्टिस गरेर मैले बनाउनलाई देखाउनु हुँदैन फेरि हो त्यही हो जोडिएन छ कि मोमो खानेको लाइन लाग्छ फेरि हाम्रो घर अगाडि बनाउनलाई फेरि फुर्सद हुँदैन सबैतिर मलाई खोजी खोजी बोलाउलान् अस्ट्रेलियामा मोमोको बिजनेस हुन्छ फेरि मोमो बनाउने मान्छे आउनु पऱ्यो भनेर है
जस्तो नेपाल गएर त्यो मोमो बनाएर खुवाउनु भयो अब 5वटा दिए खानु सक्दैन जस्तै स्पेसल बनाइदिए पनि म यो चाहिँ होइन है त्यो फुस्किया हो मैले बनाएकोलाई मैले बनाएको मोमो फुस्किया हो कि तपाईँले बनाएको मोमो मासु मात्रै रहेछ पिठो कहाँ पुग्यो थाहा छैन मैले बौद्धमा खाएको हो के मोमो एउटा अस्ति ल अब त्यो रेस्टुरेन्टको भन्दा कम छ त हाम्रो मोमो त्यो रेस्टुरेन्टको नाम चाहिँ के हो त मोक्तान मोमो सेन्टर भन्ने मोक्तान साउट आउट टु मोक्तान मोमो सेन्टर बौद्ध बौद्ध पिपल बोल साह्रै मिठो लाग्यो त्यहाँको कोका खानु नेपाल गएको बेलामा चाहिँ त्यहाँ जानु पर्ला लास्ट टाइम त्यो माछा पोखरीनिर पनि अबेलले भनेको ठाउँमा पनि मिठो थियो कति $70 कति थियो होइन सस्तो थियो त्यहाँ 90 रुपियाँ 90 रुपियाँ मिठो थियो लोकल यस्तै तपाईँले आज रोप्नु भएको खुर्सानी हो त्यही हो तातो उठ्यो बिउ उम्ले त मजा हेरौँ न अब खोर्सानी खोर्सानीको बिउ राखिदिएको छु उम्ले भन्नु त्यहाँतिर रोप्नुपर्छ मोमो त गएँ नि मलाई त ने भने बेलामा मैले 1 प्लेट मोमो कहिले खान सक्दैन नि 5 भन्दा खानु भएन एक प्लेट गइसक्यो 1 प्लेट नेवा किचनको चाहिँ मिठो हो फेरि त्यही त त्यहाँको मिठो लाग्छ मलाई मोमो चाहिँ ठुल्ठुलो हुने झोल पनि मिठो भित्र मोमो धेरै हुने कि त्यो मासु किमा मासु धेरै नि अचार मिठो छ के अचार दिनुहोस् मलाई इमली हालेको यसमा नि मलाई त लस्सी भन्दा इमली मनपर्छ राख्नु खानु सुरज मोमो मोमो हालेर खानु म कचरमा खानु पऱ्यो त्यसमा अठाएर भयो प्लेटमा त सुप खानुलाई पनि नमिल्ने नेपालबाट मोमो खाने प्लेटमा प्लेटमा खाएर अँ। दिनु त्यहाँ चलाउँछु होइन हामी मोमो खाने प्लेट चाहिँ अघि ल्याएको भटमासको यो अचार हो नि त्यही लिन गयो कस्तो टेस्ट छ है त्यसो मैले त भटमास किन लिनु गयो होला यो अचार बनाउनुलाई मिठो A1 छ ल अचार पनि है एकदम मिठो मिठो छ हामीले जस मोमो बनाएर खाइरहेको हुन्छ बेला बेलामा मोमो खाएको बनाएर खान्छ भन्ने कुरा तुरुन्त थाहा भयो नि त यहाँ टेस्टबाट थाहा भयो नत्र त सबै कुरो जोडजाम गर्न नै गाह्रो हुन्छ। पहिलाचोटि होइन रहेछ धेरै पहिले खाइरहेको छ भन्ने कुरो थाहा भयो मोमो राख यो कहिले चाहिँ उसले त्यो मस्यौराको बनाउँछ क्या मस्यौराको पनि मिठो हुन्छ त्यो उयसको भन्दा मस्यौराको मिठो हुन्छ अब यो रातो पुग्यो बन्दाको भन्दा रातो चाहिँ मान्छेले बन्दा प्याज साग हालेर बनाउँछ नि धेरै नै हुन्छ कि तपाईँ पनि थप्नु मलाई त उयो नै अब त सक्दिनँ आमा थप्नु पऱ्यो थप्नु न अझै बाँकी छ अहिले चाहिँ चिन्छ्याउ न त्यति अर्को दुइटा अचारले मलाई पनि नजा पिरो रहेछ यो अचारले ज्यादा पानी हालिनु अब 2टा यो टिबिटेन मोमो खान्छु अनि त्यहाँदेखि यति त्यो भयो त सिद्ध्याउनै पऱ्यो नि त्यसले। यति भयो रक्षा खान्छ नि अनि खान्छ टिभिजन मोमो टिबिटेन मोमो यो युट्युब हेरेर सिकेको छ प्याक गर्ने तर त्यसरी बनाएन नि होइन टिभिजन मोमो त होइन अझै बाँकी छ त्यहाँ पाकेको यति हो कि अझै छ म त सक्दिनँ म बडीमा कति प्लेट खान सक्नुहुन्छ तपाईँहरू 2 प्लेट हो म त
आमाले एक दुई खान्छ एक प्लेट पनि सक्दिनँ आज त अचार मिठो भएर गयो घरको खान सक्छ नि त फेरि बाहिर पेट नै मिसाउँछ बस्छ अरे बोसो छैन नि यसमा फेरि त्यो बोसोले गरेर मिठो हुने हो क्या मिठो हुन्छ तर सक्दैन नि मोमो खाएको पसलमा मोमो खाएर आएको दिनमा त बिरामी पो हुन्छ घरमा मिठो मारेर खायो जाडो दिनमा मनपर्छ मलाई फेरि मोमो जाडो दिनमा चाहिँ कहिले कहिले गएर खाइन्छ पुग्यो तपाईँलाई भयो खानुहोस् है एउटा एउटा चाहिँ राखौँ क्या एउटा मात्रै अचार मिठो कस्तो मिठो अचार यो अचारसँग त 2 थाल भातै जान्छ है क्या भयो अचार यो ठुलो मोमो खाऊँ न पाइन्छ त तपाईँ बिना खाने हुनुभएको त खाए थप्यो सिद्ध्याउ सिद्ध्याउ अब त सक्दिनँ यदि सिद्ध्याउन सकिँदैन तपाईँ खानुहोस् अब मलाई त पुग्यो एउटा मैले त धेरै खाइयो 3टा त खानु न ठुलोमा त मासु बढी होला है यत्रो छ यो त 5 हुन्छ होला मासु हजुर होइन त्यो 3टा चाहिँ होला यत्रो यसरी यत्रो खानु मजा आउँछ म चाहिँ न 3 जना खानु है मलाई चाहिँ पुग्यो यो चाहिँ मोमोको नाम के हो त अब मोमै हो एउटा सानो प्लेटै लिएर देखाउनु पर्ला प्लेटमा हालेर प्लेटमा हालेर खान्छु भनेर खोइ यो कुन ठाउँमा छ नेपालमा यस्तो अस्ट्रेलियामा यो यो अस्ट्रेलियामा छ यो अस्ट्रेलियामा मलाई सानो होला नि ल एकैचोटि मुखमा हाल्नु हुन्छ म ल हाल्नुहोस् ल तपाईँलाई 100 गड्डे मैले जे होस् मुख खोल्ला नि त एकैचोटि त मोमो छिर्ने। कस्तो मजाले आउँदै यसमा चाहिँ कस्तो मजाले रस आएको रसै रस मोमोमा त त्यस्तै आएको राम्रो ठुलो पनि टेस्ट छ टेस्ट भइहाल्छ नि हामी यो अगाडि नै 2टा खाइदियो भने त अगाउने रहेछ अगाउने दुइटैले अब नचाहिने लाजा म त यी कचौरा गरे खाइदिन्छु पेपर मलाई त खुर्सानी दिनु न खुर्सानी पात यो अलिकति सहयोग गर त बुढी लासो अब त अलिक लासो फ्याफुल्ला लासो अलिकति आदि यति मात्र ल बिस्तारै तपाईँ मभन्दा कति ठुलो मान्छे त तपाईँको त अब यति। थैलै ठुलो यति ल यत्तेरिका अलिकति ठाउँ मान्छे ठुलो अब म मान्छे सानो तपाईँहरूसँग अब दाँजेर मैले सक्छु त सक्दिनँ नि खाने बेला को रहेछ डिस्टर्ब गर्ने फेरि यहाँ थाहा छैन मोमो खाँदैछ भनेर मिठो मोमो खाँदैछ जतिसुकै बजोस् त्यहाँ ट्याडङ ट्याडङ हामी खाने बेलामा